हेलो साथीहरू, आज चाहिँ मैले कोदोको ढिँडो पकाउँदैछु। मैले 3 कचौरा जति पिठोलाई चालेर लिएको छु। मलाई पानी चाहिँ एकजनालाई त मैले सासू मम्मीलाई बनाइरह हो है। धेरैजनालाई चाहिँ मलाई पिठो पानी अड्कल्न आउँदैन के, अनि मैले त्यही भएर 4 कचौरा जति पानी राखेको छु। अनि मैले चाहिँ सुरुमै मलाई ढिँडो बनाउनु चाहिँ एकदम राम्रो आउँछ के। सुरुमा पानी नउम्लिँदै थोरै पिठो राख्यो भने चाहिँ पछि उडाल्दाखेरि डल्ला पर्दैन, एकदम राम्रो हुन्छ। थोरै पानी उम्लिसकेपछि मैले अलिकति पानी निकाले चाहिन सक्छ। अनि मैले पिठो राखेँ, पुरै चाहिँ राखिनँ कि, अलिकति बाँकी राखेँ, धेरै हुन्छ जस्तो लाग्यो। अनि मस्काउन लागे, राम्रो भएको थियो है। त्यति नै नि पकाउनु पाएको भए त पानी ठिक्क हुने रहेछ, पिठो र पानी। अनि मलाई अलिक ढिँडो थोरै हुन्छ कि जस्तो लाग्यो कि, पुग्दैन जस्तो लाग्यो। अघि राखेको पानी पनि राखेँ, हल्का साह्रो भयो जस्तो लागेर। अनि त्यो पानी राखेर अनि बाँकी पिठोलाई पनि राखेँ। अनि बाँकी पिठो राखेर ओडालिसकेपछि त हल्का साह्रो भयो कि, पकाउनै गाह्रो भयो। डल्लो त परेको थिएन, सबै राम्रोसँग मस्केको थियो। हल्का साह्रो हुन्छ जस्तो लाग्यो मलाई, तर केही छैन। हजुरहरू पनि नआत्तिनु होला, उपाय छ मसँग। तातो पानी त पछि राख्दा पनि केही नमिठो हुँदैन। कचौरा तातो पानी उमालेको पानी राखेर मजाले ओडाले। अब यसलाई म छोपेर भर्साउँछु है। मजाले पाक्यो भने बल्ल मिठो हुन्छ नि त। म त ढिँडो खानै मन नपराउने मान्छे हो क्या। कोदोको रोटी चाहिँ एकदमै फेभरेट हो, घिउ हालेको रोटी है। अनि यो ढिँडो चाहिँ केहीको पनि मन नपर्ने के, खान मन नपर्ने भन्दा पनि खाम त्यस्तो नलाग्ने। अनि अहिले चाहिँ अब उमेर भएर हो कि, मलाई यो वर्ष चाहिँ एकदमै ढिँडो खान मन लागेर, मनैदेखि मन लागेर अनि बनाएको हो। मान्छेहरू ढिँडोको लागि कति धेरै थरी तरकारी परिकार बनाएर चाहिँ हाल्नु भएको देख्छु कि। त्यही भएर मैले पनि कुखुराको मासु थियो, अनि फेरि बुवाले माछा खानुहुन्न, तरकारी राजमाको तरकारी बनाएको थिएँ। अनि साग टमाटरको अचार बनाएँ है। अनि घिउ त हाल्नै पर्यो, अनि दुध हुन्छ, खानै नसक्ने रहेछ। म त खान सकिनँ कि, धेरै भयो। ढिँडोलाई त केही नचाहिने रहेछ। अनि मैले फेरि अर्को भिडियो पनि यसमै राखेको छु कि, यो हिजोको हो है, हिजोको खाना हो यो। अब आज बिहान चाहिँ मैले हिजो अड्कल्न नजानेको भएर आज चाहिँ मैले जति पिठो लिएको छु त्यसको डबल चाहिँ पानी राखेँ। मैले कति 2 कचौरा, ठुलो छ अलि भाँडो, यसको 2 कचौरा पिठोलाई लिएको छु। हिजो चाहिँ साग पकाएको भाँडोमा चिल्लो थियो, त्यही भएर मैले घिउ राखिनँ सुरुमा। आज चाहिँ साग पकाएको थिइनँ मैले, अनि त्यही भएर सुरुमा घिउ राखेर अनि पानी राखेँ। त्यसपछि पानी नउम्लिँदै अलिकति पिठो राखेँ, थोरै पानी निकालेर। अनि पिठोलाई पनि सब पिठोलाई एकैचोटि हालेर ओडालेँ कि, यस्तो सजिलो भयो है ओडाल्नलाई। यस्तै गर्ने हो कि। मैले एकजनालाई पकाउँदा त यति सजिलो हुन्थ्यो, धेरैजनालाई पकाउनु साह्रै गाह्रो लाग्यो कि मलाई। अनि आज चाहिँ मैले डबल पानी राखेर बनाएँ, यति सजिलो भयो है। अब आजबाट चाहिँ अब मैले चाहिँ एकदम पर्फेक्ट ढिँडो बनाउँछु। बनाउनु त मैले हिजो पनि नमिठो भएको थिएन, ढिँडो एकदमै राम्रो भयो त्यसरी पानी हाल्दा पनि, तर झन्झट भयो नि त। यसरी बनाउँदा चाहिँ एकदमै राम्रो पर्फेक्ट ढिँडो बन्यो। अनि आज मैले केही धेरै थोक बनाएको छैन। मैले आज अचार पनि बनाइनँ। आज चाहिँ भेन्टाको तरकारी, भेन्टा र आलुको तरकारी चाहिँ एकदम मनपर्छ क्या मलाई। हल्का ग्रेभी जस्तो तरकारी धेरै थियो, अनि त्यही बनाएँ। घिउ त छँदैछ, अनि त्यसपछि दुध भएपछि के चाहियो। केही नचाहिने रहेछ। आज मैले यत्तिकै सब गरेँ। हजुरहरू पनि यसरी नै ढिँडो पकाएर इन्जोय गर्नुहोला। हाम्रो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गरिहाल्नुहोस्।